नमस्ते, हजुरहरूलाई स्वागत छ आजको मिनी ब्लगमा। अनि आज चाहिँ सेम्पुङले चाहिँ म आफै खाजा बनाउँछु आमा भनेर भने। अनि त्यस पछाडि चाहिँ मैले प्यान बसाएर त्यसमा सुजी भुट्न लाएँ। हो जान्नु तान्नु छैन, भुट्दैछ। अनि भुटेर दुध उमालेर चाहिँ कोरेसोमा कोरेको गाजर दुधमा पकाउँदैछिन्। अनि त्यसलाई मजाले चलाउँदैछिन्। अनि त्यस पछाडिबाट चाहिँ यो सानो मिसिरीको टुक्रा पनि दुध र गाजरमा हालिन्। अनि हालिसके पछाडि चाहिँ उसले मजाले चलाउँदैछ। अनि अघि भुटेको सुजी, अब यो सुजी चाहिँ रातो हुनुपर्ने हो खासमा होइन, तर सेतै छ। अब हतार गर्छ नि त, सेम्पुङ खानुको लागि पनि हतार गर्छ, पकाउनु उसको लहर होइन, केटाकेटीको बानी। अनि अब उसलाई त आउँदैन। अनि मैले नै अब कतै डाम्छ कि के हुन्छ कि भन्दै हेर्दै मैले चाहिँ चलाउनुहरू चाहिँ मैले नै चलाइदिएँ होइन। लु है आमा पाकिसक्यो होला, अब त म खाइहाल्छु भन्छ होइन। पाकेको छैन नानी, एकछिन चाहिँ पर्ख न भन्दै मैले भनेँ। अनि त्यस पछाडिबाट चाहिँ त्यसलाई पाकिसकेपछि म आफै पस्केर खान्छु भने ल नि त भनेर मैले टेबलमा उसलाई राखिदिएँ। अनि उसले चाहिँ पस्किँदैछ। अब उसलाई आउँदैन र भए पनि लहर चाहिँ उसको लहर, अब त्यस्तै त हो केटाकेटीको बानी। अनि उसले चाहिँ केही खानुभन्दा अगाडि चाहिँ तातो पानी खान्छन् बिहान जुरुक्क उठेपछि चाहिँ। अनि उसले खानु सुरु गरिन् एक चम्ची। खाइसकेपछि चाहिँ कस्तो भयो नानी भनेको। अनि मिठो भयो भने दुइटै ठाउँ चाहिँ उसले यसो गरिन्। अनि ल त त्यसो भए गुड भनेर अनि मैले पनि